उच्च अदालत तुलसीपुरको बुटोल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ। जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै उच्चले थुनामा पठाउने आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिनुभयो। लामिछाने गत माघ 13 गते जिल्ला अदालत रूपन्देहीबाट 1 करोड रुपियाँ धरौटीमा छुटेका थिए। पुनरावेदनमा उच्च अदालत तुलसीपुरका न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृत पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो। छविलाल जोशीको हकमा भने जिल्ला अदालतको आदेश सरदर गरेको सूचना अधिकारी कुँवरले बताउनुभयो। छविलाललाई जिल्ला अदालत रूपन्देहीले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उता रवि विरुद्ध पर्साको सानो पाइला सहकारी ठगे प्रकरणको मुद्दा भने अहिलेसम्म अदालत पुगेको छैन। पर्सामा लामिछाने विरुद्ध मुद्दा दर्ता भएको छैन, अनुसन्धान भइरहेको भन्दै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउन आलटाल गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले भने जति सक्दो चाँडो अनुसन्धान टुङ्ग्याएर मुद्दा दर्ता गर्ने प्रक्रिया रहेको बताउनुभयो। सरकारी वकिलले निर्देशन बमोजिम डाटाहरू कलेक्सनको काम भइरहेको बताएको छ। यो मुद्दामा लामिछानेसँगै अन्य प्रतिवादीहरू पनि रहेकाले अनुसन्धानका लागि समय लागेको एसपी मिश्रले बताउनुभयो।